वेलकम टु नेपाली हिपहप अपडेट्स। फेरि कोल्याब पर्यो आउनु पर्यो रे। नवाज दाइसँग आउँछ तर एल्बम गर्ने बेला। दाइ पनि अहिले बिजी हुनुहुन्छ। पर्पलले मिस गरिरहेको थियो दाइ तपाईँलाई अरे हो र। पर्पल राम्रो छ। छोराले गफ चाहिँ खतरा हान्छ क्या, मलाई त्यो चाहिँ बब्बा लाग्छ। केही हुँदैन त्यस्तो, त्यो केही मान्नु पर्दैन त्यस्तो। फेक न्युजहरूले मलाई केही पनि फरकै पर्दैन, म बोल्नै चाहदिनँ त्यो विषयमा। म आफ्नै प्रोजेक्टहरूमा बिजी छु, मलाई त्यो दायाँ बायाँ मतलबै छैन। को के हो भनेर पहिले देखाइसकेको हो। त्यो सब बच्चाहरू त्यो डिप्रेसनमा कराइरहेको क्या, एन्जाइटी हान्यो अनि त्यही भएर कराइरहेको। त्यस्तो हामीलाई केही मतलबै छैन नि, आफ्नो काम गर्ने हो त्यतिमै खुसी छु म। तपाईँहरू साथ दिने तपाईँहरू छँदैछ त्यसमै खुसी छु म। अब नेक्स्ट फ्राइडे खतरा आउँदैछ। जोस् हाम्रो मुख बोल्दैन काम बोल्छ, त्यही त हो नि। त्यो दुनियाँलाई जे पाए त्यही भनेर काम पनि छैन, आफ्नो काम गर्ने हो सक्यो। टुरी टुरे नि त अरे त दाइ, त्यो बोलेर मात्र हुँदैन नि, भेटेको दिनमै थाहा हुन्छ कति भर्सेस कति के होइन। यसरी लाइफमा आएर मैले यो मुख चलाउनलाई त केही ठुलो कुरै होइन नि। के हो गाइस, मैले अहिले लाइफमा छु, म घरमा बसिरहेको छु, मेरो घर कसैलाई थाहा छैन, म जे बोलिदिँदा नि हुन्छ होइन। तर म बोल्दिनँ, मुख छ भन्दैमा जे पायो त्यो बोल्नलाई दिएको होइन नि त भगवान्ले। मुख त यो मुख भनेको छ नि मिठो बोल्नलाई दिएको होइन। भगवान्ले एउटा कला दिएको छ, त्यो कला देखाउने हो मान्छेलाई। गाइजहरूलाई सरप्राइज छ है, यस म्युजिक भिडियोमा चाहिँ सरप्राइज छ। यसो सानोतिनो जतिसम्म सक्यो त्यति मात्र दिन सकेछु। जस तपाईँहरूले सपोर्ट गरिदिनु होला होइन। कोलाब्रेसन भन्दा पनि सोलो छ यार मेरो, 2-4वटा ड्याङ ब्याक टु ब्याक आउँछ। फाइट पर्यो आउनु न अरे, त्यस्तोमा हिँड्न छोडिदिइसकेँ नि मैले। गीत सुन न, गुन्डागर्दी छोडिदिइसकेँ, नाउ वी आर बिजी भनेको चाहिँ प्रोजेक्टहरू गर्दैछु म भन्न खोजे हो कि बुझेन। झगडा गर्नु कुनै ठुलो कुरै होइन क्या। त्यो आम्ने सामने भेटेको बेला त्यो हुन्छ नि रिसमा, त्यो अटोमेटिकली हात खुट्टाहरू सबै चल्छ क्या होइन। तर यसरी बोलेर त्यो बुक्नेले टोक्दैन भने जस्तो क्या। मेरो भाइ के हो, बच्चाहरू त पुरै फेक न्युज फैलाउँदैछ त फुच्चेहरूले। फुच्चेहरूलाई के भयो दाइ, अब फुच्चेहरूको दिन नजिक आएको जस्तो लाग्यो। भने भेट्यो भने अब यस्तो सोसल प्लेटफर्ममा त के भुग्ने भनेर चुपचाप बस्यो क्या भेटे बेला। अनि त्यही त हामीले बोल्नु भनेको हाम्रो आफ्नै मुख दुख्नु मात्र हो क्या। त्यही हेरेर म पनि त्यस्तो झारेहरू जस्तो होइन नि त हामी होइन। त्यस्तो गऱ्यो भने हामी पनि तिनीहरूकै उसमा गइहाल्यो नि क्याटेगोरीमा। त्यही त हामी पनि त्यस्तै भइहाल्यो नि त्यसरी बोक्यो भने त। त्यही भने फेरि शिवलाई हेरे त्यहाँ बौद्धको डनहरू आएर एट्याक हान्ला भनेर डरले नआइरह्यो। यस्तो डर भाग्ने नि हामी के भएर डर लागिहाल्छ। फेरि डनहरू रहेछ पुरै है, खतरा डनहरू रहेछ नि यार। के गर्नु अब यस्तै हो। मेरो त भाइ के गर्ने यार, मेरो त मुटु नै सानो भइसक्यो यार, टेन्सन भइरहेछ। मलाई त घरबाट निस्किनै डर लागिरहेछ यार। यङ भाइ के गर्ने, यङ भाइ त्यस्तै भइरहेछ नि। म त यार ज्यानको सुरक्षा पाउँ भनेर त्यहाँ इन्जुरी हाल्न जानु पर्यो जस्तो यार। मलाई त टेन्सन भइरहेछ। हामी अब फर्काछ दादाहरूले गोली हान्छु भन्छ, सुन्दा दिक्क लागिसक्यो। गोली हान्ने भन्छ रे, अनि झारेहरू गोटी खाएर गोली हान्ने भन्छ। टेन्सन भइसक्यो मलाई। तिनीहरूले गन हान्ने भने त्यही डाइजी र फेनार गन हान्ने हो क्या। तिनीहरूले हान्ने गन भनेको त्यही टक्क 10को पेनमा लोड हान्यो अनि मोदी डाइजी र फेनार गन हान्ने। हामीले चाकतिर हान्ने गोलीमा छालाको त पनि
गनको गोली जति सबै आफू बच्चाहरूलाई म्याथ सिक्ने